टु गो रिल गो एक्सन एक्सन मेरो कहानी यस्तो हुन्छ कि हजुर जुन बेला एउटा खाद्यान्नको चामल बाँड्छ मान्छेले यस एउटा खाद्यान्नले चामल बाँड्छ र खाद्यान्नले चाहिँ चामल गाउँमा बाँड्छ त्यो चामल चाहिँ छ नि सारा त्यो के अरे त्यो किराले खाएको चामल बाँड्छ अनि त्यो किराले खाएको चामल चाहिँ कसले बाँड्छ मेयरले बाँड्छ अनि मेयरले बाँड्छ मेयरको हाई हाई हुन्छ तर त्यहाँनिर उसले खान लाग्ने टाइम हुँदैन त्यहाँ है खान लाग्ने टाइम हुँदैन त्यहाँ कुरा सही हो भन्छ ओए मैले चामल बाँडेँ भन्छ चाहिँ उसले मिठाई पुग्छ तर त चामल खान लाग्नु हुँदैन हाइलाइट कसको नाम भयो मेयरको होइन मेयरले त्यस्तो गर्यो अनि त्यहाँबाट छ नि त्यसो गर्दा हुन्छ अब तिमीहरू खान लागेको चामल बाँड्छ भनेदेखि अब बाँड भनेर भनेपछि होइन ल अब बाँड भनेपछि अब त्यहाँबाट त तिमी छ नि एक्सन लिएर आउँछ के हो यो चामल यस्तो हो भन्छ अनि भनेपछि एउटा बुढी मान्छे भन्छ बुढी मान्छेले रोएर भन्छ हाम्रो चामल त यस्तै हो हामी जहिले पनि चामल खान्छौँ हामीले नयाँ चामल थाहा छैन होइन कस्तो हुन्छ चामल थाहा छैन नयाँ र पुरानो हामीले थाहा छैन गरिब यसरी खाइरहेको छु सधैँ यस्तो उसले भन्छ अनि भन्छ अनि त्यहाँबाट हेर आउँछ त्यहाँबाट तिमीहरूले हाम्रो गाउँघरको लागि यस्तो दुःख दिने यस्तो पीडा दिने तिमीहरूले गर्ने हो तिमी आउँछ हाम्रो फिल्मको कुरा है आउँछ हिरोको इन्ट्री भयो नि त एउटा हिरो नै भनौँ न छैन छैन आउँछ यसपछि अनि त्यहाँबाट अब त्यहाँनिर छ नि अब भनौँ न फाइटिङको कुराहरू त्यहाँ भनौँ न त्यहाँ स्टेप कुराहरू सुरु हुन्छ सुरु गुन्डाहरू अब त मेयर त गुन्डाहरू नि दादा आउँछ अनि उसलाई छ नि चिन्न एकछिन सकेको छैन अनि यहाँ उसलाई छ नि उसलाई छ नि दबाएर खुट्टा मुनि ठ्याक्क यहाँ थुक्छ गाउँलेहरू त्यहाँ बसिरहेको हुन्छ उसले थुक्छ तिमीलाई तिमीलाई थुक्निल्नुपर्छ होइन कहानीमा हो कहानीमा हो कहानीमा हो कहानीमा कथा 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 भन्दा म गिर्दैन भने त्यहाँबाट कहाँ हुन्छ होइन होइन उसले थुक्नुपर्छ एक्सन लास्ट एक्सनमा उसले थुक्नु पर्दैन हिरो त खाइसक्यो नि त 5 मिनटको नि भएन त अनि